guys, halo नमस्ते guys, Square Entertainment है। त्यसो भए ल हामी चाहिँ अहिले अब मुस्ताङ जाँदैछौँ केटा हो। हाम्रो चाहिँ अहिले काठमाडौँदेखिको यात्रा छ। काठमाडौँदेखि पोखराको आज चाहिँ झट्ट बिहान आज 9 बज्न लाग्यो। अब यहाँबाट हामी पोखरा जाँदैछौँ गाइजहरू होइन। झट्ट पोखरा पुगेर हामी रड्ला हान्नुपर्ने हुन्छ। ल यता हाम्रो सदेव पूजा सर होइन, उता हाप्सी सौरभ सर सर्ट प्यारामा समित भाइ है अन द ड्युक 250 ल मेरो साधन यो है गाइड। ल हाम्रो यात्रा चाहिँ यहाँबाट सुरु भएको छ है। सर्ट प्यारामा यात्रा सुरु भइसकेपछि अब के गर्नु अब हामी चाहिँ ल लाग्दैछ बाटोमा बिस्तारै बिस्तारै भ्लग गर्दै लगाइस नेक्स्ट स्पट जादियो। के छ त कस्तो हुँदैछ त? चलपल दिँदैछौँ होइन, एक्सट्रिम खाएर सन्डेहरू ल गाइजहरू है, ह्यान्डसमहरू होइन। के छ त अनि यो अब अन्डा हान्दैछु भाइ, ऊ त्यो रोटी जस्तै खाँदैछु बिरयानी मान्छे जस्तो होइन। ल तरकारी चाहिँ गरा है हाम्रो सुगा रोटी चट्ट खानुपर्छ। बवाल पारामा तरकारी सरकारी होइन। दिन राजमा साँझ रहेछु खतरा मिठो मिठो रहेछ गाइस। ल पर्दैन यसो यति खाइदिएपछि त पुग्यो नि हामीलाई। सुर लाइट आएको होइन केटाहरू मोमो हाल्ने होइन, तरकारी मोमो नै आउँदैछ पनि खाँदै गरी हुन्छ। दुईजना भुकडहरू हाम्रो खानु नपर्ने काम गर्नु पनि पर्दैन, पैसा पनि चाहिन्थेन, टेन्सन पनि हुन्थेन। तर भाइ छिटो खाएर झिँगाले खाइदिन्छ। 165 क्यालोरी भएको चाहिँ। ल धन्यवाद, धेरै धेरै खिच्नु हुँदैन, यति खिचेपछि कस्तो छ त्यो एप्स? मिठो चाहिँ मिठो छ हो। खाउनु भाइ, तिमी हो त्यो भ्याउनु सबै 2 प्लेटै। रिग्रेट नगरे नि फेरि समित भाइले च्यालेन्ज, मोमो च्यालेन्ज। म पनि खाँदा नि त पऱ्यो। जस्ता नि खतरा जस्तो भए झन् तातिन्थ्यो। गाइजहरू के छ अब? ज्याकेट खोल्दै एकचोटि भाइ। कहाँ उसमा वर्कसपमा रोएको थियो टाइट हान्नु? टाइट हान्नु रोकेको थियो वर्कसपमा? के छ साथी? यस्तै छ साथी। दुब्लाउने भयो नि ठिक छ। तनाव छ गाइज, त पसिना रेनकोट लगाएर गरेँ। रेनकोटमा के पसिना निस्किरहेको अब ल्याङ भयो, कपाल पालेको झन् केही हो र ल्याङ भयो गाइज। के हो उतारमा बसेर एकछिन होइन, खोल्ने एकछिन भाइ, एकछिन भयो टोइलेट जस्तो छ हेर्दा त लक लाग्यो ल ठिक छ गाडी। जस्तो हाल्नु बसिएको छ हामी चाहिँ होइन। गाइजहरू हामी चाहिँ अहिले कहाँ आइपुग्यौँ रे? हामी मङ्गलिन आइपुग्यो है, पुरानो पुलतिर है। जट्टा मङ्गलिनको पुल लिएर होइन। समित भाइ चाहिँ जीवन जल होइन, बियर खाएर अहिले ल बस साथी सफा गर्दैछ उता बुढेश्वर जस्तै अहिले चार्जिङ स्टेसन छ। मुगलिनको पुरानो पुल है यो चाहिँ गाइस। हो त्यहाँ छ पुल चाहिँ। पुलमा जाने अल्छी लाग्यो भने घाम गर्मी भयो यार है। बाइक पनि सिन्डेक्समा छ। तनाव छ निक्लु केटीले क्रस गरेर पुल है गाइस। लास्ट गर्मी रहेछ यार, झन्डै मरेको यार। बाफेर रेनकोट लाग्यो, लाइट चलाएर चाहिँ यार लास्ट गर्मी छ। त्यही माथि कपाल लामो होइन, ह्यान्डसम होइन, के गर्नु गाह्रो छ है होइन। ल उतापट्टि फेरि के हो त्यो ल भाइ ल उतापट्टि यस्तो ल
सुशान्त दिदी भाइ भाइ के छ ला टायर फुटेको मेरो होइन गाई जब त हान्नु पर्ने हुन्छ मुस्ताङ टायर फुट्यो अरे कहाँ फुट्यो लिक्विड निस्क्यो टालिन्छ आफै आफै टालिन्छ त्यतिको त टालिन्छ भाइ हो त्यतिको त टालिन्छ टुक 200 होइन ए तोरी तोरी कसको स्कुटर राख्यो ओए कसको स्कुटर कस्तो तात्या टायर छ नि ठिकै त नि तातेको ए बाइक हो भन्दा त मेरै बाइक बढी कुदेछ यार ए भाइहरूले भेटाउनु सक्दैन मलाई 150 लाइन दुखले नि अब सबै ठिक छ एकछिन यहाँ रेस्ट गरौँ अब डाइरेक्ट पोखरा है यहाँबाट चाहिँ अब पोखरा गएर चट्ट अब हामी पोखरा गएर अब स्विमिङ पुलमा गएर हाम हाल्नुपर्छ एकलट नुहाउनु पऱ्यो होइन गएर अनि स्विमिङ पुलमा गएर चट्ट पारामा गाई हान्नुपर्छ केटा चट्ट जुस खाएर चट्ट बियर हान्दै के छ त मेरो भाइ राइड रमाइलो हुन्छ एडभेन्चर हो हो नि के टी सर्टको कलर पनि एउटै छ ज्याकेट र टी सर्ट पहाड बसेको दुई खाल झन्डुङमा मेरो त छैन अघि त फिलै भएको थिएन यार बाइक चाहिँ कन्डिसनमै छ होइन टायर चाहिँ पढेको हात परेन ल रिक्सो ल अहिले बन्द गरिदिउँ सिधै पोखरामा भेटौँ न हामी गाइस ल बाई बाई ल गाइस कस्तो छ त रेनकोट ठिक छ होइन होइन हामी दुलेगौडा आइपुग्यो दुलेगौडा कट्यो भन न अघि मैले भ्लगमा ब्रेकअप हाल्दै थियो मेरो भाइ केटालाई खतरा दिएछ त यार मेरो लभै पर्दैन डान्स हान न केटा खतरा गरौँ हुन्छ कि अहिले ल गाइस हामी चाहिँ अहिले पोखरा आइपुग्यौँ लेक साइडतिर बिजिबी भन्ने कुनै के हो यो बिजिबी रिजोर्टमा चट्टपाडामा ओके खतरा छ रिजोर्ट चाहिँ केटाहरू त्यहाँ रिसेप्सनमा बुझ्न गएको छ यसो बुक गरेको थियो पहिल्यै रुम बुझ्न गयो होला चट्ट हल्का देखाए सिनेमेटिकमा जुमै नहुने कि अनि हान्छु भनेर ल गाइजहरू हामीले अब खाजा खान लानु लाग्यो है गाइजहरू समीर भाइ फेरि पुरा पोस्ट दिइरहेको छ त्यहाँ ब्लगर अन द टाउन कपले भाइ पोखरा है गाइजहरू अब बोली छ नि फरक भयो होइन चसल लगाउने बित्तिकै भाइको कालो देखेँ क्या ल ह्यान्डसम दिएछ नि अब चाहिँ जन्मिने ह्यान्डसम जन्मिन्छ कि भाइ ठिक छ ल बवाल देखेछ स्विमिङ पुल गाइस स्विमिङ पुल अन्त टाउन कस्तो कालो देखेको एन्ड ब्ल्याक वाटर किन पोखरामा छौँ होइन यहाँ चाहिँ हान्दाहरू हुन्छ किशोर विवेक राई भएन कस्तो छ हात दादा नुडल कस्तो छ हात दादा चिकन चिल्ली र यसो कतै खाइसक्यो के नुडल हो यो थाहा न यार थाहा खाने हो के रोक्न खाएको खाइछु फेरि हाम्रो यो रुममै उस पनि हुन्छ नि बियरहरू पनि उतै रुममै हुन्छ पाब्लो त्यसको बार त्यो आत्तिन्छ त्यो छोड्दै त्यो उचालिदिइरह मोटे भाइलाई नाकमा पानी छिरिहाल्छ त्यसको
ल दुबईतिर